अहिले विभिन्न कलाकारहरू 24 गतेको आन्दोलनमा संलग्न भएको, देश जलाउन उकासेको, देश जलाएर खुसी भएको भनेर विभिन्न टीका टिप्पणी भइरहेको छ र कलाकारहरूलाई स्पष्टीकरण दिनु भ्याइ नभ्याइ छ। तर बुझ्नुपर्ने कुरा के हो भने 24 गते देश के भएर जल्यो भन्ने कुरा हामी सबैलाई थाहा छ। यदि 23 गते त्यो नरसंहार नभएको भएदेखि 24 गते देश जल्ने नै थिएन र यो सबै हुनुको कारण के हो, को हो भन्ने कुरा तपाईँ हामी सबैलाई थाहा छ। र अघिल्लो दिनको त्यत्रो नरसंहार नदेख्ने र पछिल्लो दिन भएको घटनाको चाहिँ बाहिरी अवतार मात्रै देखेर देश सकिएको देख्नेहरू त्यहाँ तपाईँ हाम्रो कमजोरी हुनसक्छ। त्यही भएर यहाँनिर कसैले कसैलाई स्पष्टीकरण दिइराख्नु, म सही छु भनिराख्नु आवश्यकै छैन। आन्दोलन गर्ने, आन्दोलनमा जाने सबै दोषी हुने हो, सबै अपराधी हुने हो भन्दा तपाईँ हामी नेपाली जनता सबै अपराधी होला नि त, सबै दोषी होला नि त। सो यो कुरा चाहिँ बुझ्न एकदमै जरुरी छ। र ती कलाकारहरू पनि सबै मान्छे नै हुन्, हामी जस्तै मान्छे नै हुन् र उनीहरूले त झन् अहिलेदेखि होइन वर्षौँदेखि राजनीति भन्दै राजनीति गर्नेहरूको अत्याचार अपराध वर्षौँदेखि हेर्दै आएको हो र आखिर जे गरे जसो गरे पनि लास्टमा केही नहुने रहेछ भनेर हो उनीहरू लागे भने हो नयाँ युगको सुरुवात हुन्छ अब भनेर। यहाँ कसैले कसैलाई सही गलत अपराधी भनेर भन्नु आवश्यकै छैन। हामीले पछिल्लो दिनको बाहिरी अवतार बाहिर जलेको मात्रै हेर्नु भएन, अघिल्लो दिन के भएको थियो, अघिल्लो दिन के भएको थियो भन्ने कुरा चाहिँ बिर्सिनु भएन। र अघिल्लो दिनको नरसंहारले गर्दा, अघिल्लो दिनको कुले गर्दा नै 24 गते देश जलेको हो, यति कुरा चाहिँ बुझ्नु पर्यो।